टेंडर ले हुए है शीत भंडार का, वो भी बेचारा बहुत सारी काम कर दिए। उन्होंने कहा कि कम से कम आप लोग सहयोग कर दे, वो भी आप लोग लगानी कर देंगे तो हम लोग शीत भंडार बना देंगे। लेकिन आज मैं देख रहा हूं हम लोगों ने निरीक्षक के आकर के समिति का बैठक किया, वहां से हम लोग निर्णय किया और मंत्रालय में भी पठा दिया कि जो लोग लगानी किया है किसान, उनका पैसा समय पर मिलना चाहिए। इसलिए कि नीति तथा कार्यक्रम में बनाया हुआ चीज को ही वहां पर फॉलो किया गया है और जो फॉलो हुआ है उसी के अंदर ही रह करके लोगों ने अपना काम करवाया है। तो आज प्रत्यक्ष रूप से हम लोगों ने सचिव को बुलाया। सचिव कृषि मंत्रालय का बोल रहा है कि यो अवैधानिक कुरो हो, हामीले दिन सक्दैनौं, हाम्रो तर्फबाट हुँदैन, हामी के गर्ने। तो मैं कहना चाहूँगा कि प्रदेश सरकार ने जो अपना नीति तथा कार्यक्रम में काम ले आकर जो आदेश कर दिया, काम करने का आदेश दे दिया और जो किसान है वो अपना काम कर लिया, लेकिन आज उसका पैसा नहीं मिल रहा है। यहीं पर हम लोगों ने गया, उसके बाद में आकर के हम लोग गए वहाँ पर बहुआरी, वहाँ भी देखा तो वहाँ तो काम नहीं हुआ था, कुछ ईंटा ऊंटा गिरा हुआ था। जगह भी हमने देखा कि शायद वो जगह भी गलत है। लेकिन जब वहाँ से हम आए बारां जिला में तो हम लोगों ने सभा मुख जी का काम देखा तो शायद लगभग आधा से ज़्यादा काम हो गया है। हम लोग फोटो वोटो खींचकर सब कुछ लाए, लेकिन मानते हैं कि इतना काम करके आज किसान अपना, कहने का मतलब भुगतानी पैसा जो सरकार ने कहा है कि हमने देंगे, वो अभी पैसा सरकार नहीं दे रही है, तो यह कैसे काम होगा? इसका कहने का मतलब जो है प्रदेश का नीति कार्यक्रम, प्रदेश का जो है काम है, इसका बाहर कैसा, कहने का मतलब जनता के बीच में यह काम होगा। जनता क्या कहेगी कि प्रदेश सरकार जो काम कहती है वो काम नहीं हो रहा है। आज देखिए बारां जिला में, उतना ही नहीं, बारां जिला में इतना बड़ा कृषि का खेती है, इतना बड़ा आलू का उत्पादन है कि हम लोग चाह करके इस साल कोल्ड स्टोर में हम लोगों ने, कहने का मतलब, नहीं रख सका बीज आलू का। इसी तरह लोग बहुत सारे किसान लोग सड़ा करके आलू का बीज दिए। अभी वहां पर एक और कोल्ड स्टोर का जरूरी है, वहां पर पार्टिकल सिस्टम भी हुई। बहुत कोल्ड स्टोर वाले लोग अपने अपने लोगों को, जैसे कहने का मतलब कि कलैया में राधे चंद जी, वो अपने लोगों को पहले ही सूचित कर दिए और सभी लोगों ने जा करके रसीद कटा करके और कोल्ड स्टोर फुल हो गया। उसके बाद हम लोगों ने घेराव किया सिमरौनगढ़ में भी, वहाँ भी फुल हुआ। उसके बाद हम लोगों ने यहाँ चंद्रनिगाहपुर में आया, वहाँ भी कहने का मौका नहीं मिला रखने का। तो इसीलिए मैं कहना चाहूँगा कि आज जो बना रहा है उसका पैसा नहीं मिल रहा है। किसान जो, कहने का मतलब, आलू रखने को चाह रहा है उसका बिया नहीं रह रहा है। तो हम लोग कैसे आगे बढ़ेंगे? कृषि प्रधान देश है, हम सभी लोग किसान के भर पर ही हैं। हम लोग किसान के तरफ ध्यान नहीं देते हैं। किसान जो है सो, कहने के मतलब, पिसान हो रहा है। तो हम लोग आगे कैसे बढ़ेंगे? हम सभी लोग कहते हैं कि कैसे समृद्धि होगी, समृद्धि नया नेपाल, और कहने का मतलब समृद्धि का हम लोग सपना देखे हैं। जनता को हम लोगों ने विश्वास दिया है। आज तक का व्यू विजन का भी आज तक देखिए अभी कोई उपलब्धि नहीं हुआ है। आज तक कोई नया किस्म का व्यू विजन का भी उपलब्धि नहीं है। खास करके आज 4-5 दिन हुआ, हमारे कृषि समूह से गए थे लोग बलुआ टोल में, कोल्भी नगर पालिका में। बहुत सारे उन्होंने परीक्षण किया, देखा कि यहाँ पर परीक्षण किया और देखा कि यहाँ पर बहुत सारी महिला में उत्साहित लोग हैं। माछा का खेती किया है, अपने से महिला लोग काम करती है। दूध का, कहने का मतलब गाय भैंसी पालन का, उन लोगों ने कहा कि माछा का, कहने का मतलब कि आज समय पर हम लोग का जो बीज है, ये कहने का मतलब कि अब डेवलप करने वाला बीज नहीं होगा, विदेशी नहीं होगा, तो यह नहीं बढ़ेगा। प्रत्येक साल घटते जा रहा है। ये जो पहले का माछा है, इसका ग्रोथ जो है सो, कहने का मतलब, डेवलप नहीं कर रही है। इसके लिए भी एक नया सोच सरकार से हो,
हम लोगों को कोई अभी उपलब्धि जो है सो ज्ञान केंद्र से नहीं मिल रही है। ज्ञान केंद्र से क्या होगा कहने का, आज तक हम लोगों ने कहीं नहीं कुछ ज्ञान जल का इतना आवश्यकता कमी हो रहा है, जो कहने का मतलब हम सभी लोग आज भी कहीं से हम लोग बीज नहीं ले पा रहे हैं, बीज नहीं ले पा रहे हैं, खाद नहीं ले पा रहे हैं। आज देखिए, आज मटियारवा बॉर्डर पर अभी आप लोगों ने देखा होगा फेसबुक में, मटियारवा बॉर्डर पर उधर से कोई सामान या खाद मल हो या बीज हो ले आ रहा था, उसको इंडियन पुलिस ने बहुत मारपीट किया है, वहाँ पर हंगामा हुआ है, गोली चलने की स्थिति हुई है। तो वह सब सारी बातें हैं। इसलिए मेरा कहना है कि सरकार जो लगानी किया है, जो कहने का मतलब अपना बजट भत्ता किया है, कोल्ड स्टोर वाले लोग का पैसा भी मिले और एक और कोल्ड स्टोर हमारे बारा जिला में बनाया जाए और किसी के तरफ ध्यान हो। हमने बार बार बात उठाया इस सदन में कि पानी का जो मुहान है उस पर सरकार का ध्यान आकर्षण हो और केंद्रित हो, जहाँ से पानी का मुहान है। आज भी आप लोग जाकर के देख सकते हैं, बहुत सारे मित्र हमारे गए थे, वहाँ पर देखे होंगे नदी के तरफ पानी बह रही है, उसको शायद सुरक्षा कर देंगे तो सैकड़ों हजारों बीघा सिंचित करने के लिए पानी है। उसका नाम है थलही जमुनी नदी, थलही तियर जमुनी। वो तुनियों से आप चाहेंगे तो हजारों बीघा खेत सिंचित कर सकते हैं। तो उस पर भी सरकार का ध्यान हो। हम बार बार सुनते हैं कमला डाइवर्सन, इधर कौन है, कोसी बागमती दुनिया है, लेकिन ये तीनों नदी है। आज भी आप पानी का क्षमता जाकर देख ले तो सभी से ज्यादा वहीं पर होगा। जो बैसाख में भी वहां पर आदमी डूब कर मर गया था नदी में। तो मेरा कहना है, मैं यही कहना चाहूंगा सरकार से कि कृषि के तरफ भी सरकार का ध्यान आकर्षण हो और हम लोग खास करके कृषि में ही कहने का मतलब आधारित लोग हैं, किसान भी हैं। और बार बार हमने बात उठाया कि कृषि में आज तक भी कोई उन्नत जात का हम लोगों ने मूढ़ा किस्म का भैंसी गाय आज तक नहीं खरीद पाए, हम लोग डेवलप नहीं कर पाए। कहाँ से काम होता है, कहाँ से नहीं होता है। कोई काम वेटनरी में जाता है पशु पक्षी का, तो कोई चला जाता है ज्ञान केंद्र में। इसलिए हम लोगों ने बैठक से ही सारी चीज़ पूछा है और इस पर सरकार का ध्यान हो और सरकार ध्यान आकर्षण करे और इसमें आगे हम लोग बढ़े, तब आगे बढ़ेंगे और तब यह प्रदेश आगे बढ़ेगी। जब तक किसान आगे नहीं बढ़ेगा तब तक हम लोग आगे नहीं बढ़ेंगे। जब तक यहाँ के किसान आगे नहीं बढ़ता है तब तक हम लोग कभी नहीं आगे बढ़ेंगे। और सारी चीज़ में हम तो कुछ लोग कुछ न कुछ आगे हैं। रोड तो बनवा दिए, पुल बनवा दिए, स्कूल बनवा दिए, हॉस्पिटल बहुत सारी बनवा दिए, लेकिन आज उसमें कमी यही है कि आज उसका जो लीडरशिप जो है वहाँ पर कमी है, प्रशासन की कमी है, वहाँ कहने का देख रेख की कमी है। इस पर भी सरकार का ध्यान आकर्षण हो और ये सब चीज़ हम लोग ने किया। लेकिन सबसे बड़ी चीज़ है जो हमारा कृषि है, कृषि में भी सरकार का ध्यान हो। इतना ही कहते मैं अपने वाणी को विराम लेता हूँ। धन्यवाद। अब मर्को संशोधनकर्ता मान्य श्री परमेश्वर शाहलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 15 मिनट। माननीय सभामुख महोदय, यो नवो अधिवेशन को दोस्रो बैठक में हमारा प्रदेश का प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रज्यूबाट प्रस्तुत भएको मध्य प्रदेश सरकार को आर्थिक वर्ष 79-80 को वार्षिक नीति तथा कार्यक्रम उपर हामीले देहाय बमोजिमका संशोधन दर्ता गराएका छौं, जुन
मैले यो सभा समक्ष यो नीति तथा कार्यक्रममा संशोधन हुनुपर्ने, थप हुनुपर्ने आवश्यकता महसुस गरेको छु। सबभन्दा पहिला त यो नीति तथा कार्यक्रम हाम्रो प्रदेश प्रमुखज्यूले सम्बोधन गरिराख्दाखेरि पाँचौं भनिएको छ, जबकि यो छैठौं हो। यो नीति तथा कार्यक्रम छैठौं हो, त्यसलाई चाहिँ संशोधन गर्न आवश्यक देखिन्छ। दोस्रो कुरा, अहिलेसम्म हाम्रो प्रचलन के रहेको छ भने प्रदेश सभामा एड्रेस गर्ने बेलामा, सम्बोधन गर्ने बेलामा हामी माननीय सभामुखज्यू भनेर सम्बोधन गर्छौं, तर यो नीति तथा कार्यक्रममा मान्य सदस्यज्यूहरू सम्बोधन गरिएको छ। त्यसलाई मैले के बुझ्न चाहेको छु भने यो सभाको अध्यक्षता गर्ने मान्य सभामुखजी हुनुहुन्छ, सभामुखजीलाई एड्रेस गर्नुपर्ने हुन्छ, त्यो पनि संशोधन आवश्यक छ, मैले जुन कुरा बुझेको छु। त्यस्तै अघि नै हाम्रा एकजना मान्यज्यूले यो प्रदेशमा सुरुकै मलाई लाग्छ 75-76 को कार्यक्रम हो, कोल्ड स्टोर निर्माण सम्बन्धी कुराहरू, त्यो मलाई लाग्छ यो प्रदेशको लागि क्यान्सर साबित भएको छ। 8 जिल्लामा एक एकवटा कोल्ड स्टोर बनाउने भनेर तत्कालीन कृषि मन्त्रीज्यूको एक प्रकारको आफ्नो चाहिँ कार्यक्रम अन्तर्गत राख्नु हो र अहिलेसम्म त्यो कार्यक्रमलाई हेर्दा हामी अब लास्टतिर छौं हाम्रो कार्यकालको हिसाबले, तर जहिले पनि भुक्तानीको लागि मुद्दा, अदालत, मन्त्रालय, घेराव, सचिव सर्ववाह देख्छौं, तर यसमा चाहिँ यो एड्रेस गरेको देखिएन। उहाँहरूको भुक्तानी हुने नहुने, यो कार्यक्रमलाई निरन्तरता दिने कि नदिने, त्यो एड्रेस भएको देखिएन। यो कुरालाई पनि तपाईको यसमा चाहिँ के अरे यो आर्थिक वर्षभित्र आउँदो आर्थिक वर्षभित्र यसलाई सम्पन्न गर्ने गरी एड्रेस हुनु पर्दछ भन्ने हाम्रो बुझाइ हो। त्यस्तै हामी धेरै ऐनहरू बनायौं, तर यो नीति कार्यक्रममा कहीँ देखिएन यसलाई प्रभावकारी ढंगले ऐनहरूलाई सरकारले कार्यान्वयन गरिनेछ भनेर कतै उल्लेख गरेको पाइएन। अनि के हामी कानुन बनाउने, ऐन बनाउने, त्यसको कार्यान्वयनमाथि कसैले नबोल्ने? हाम्रो नीति के हो त? हामीले गर्ने कार्यक्रमहरू के हुन् त? यी कुराहरूको बारेमा यो नीति कार्यक्रममा आउनु पर्दथ्यो, यी कुराहरू त्यसमा समावेश गरिनु पर्दछ। त्यस्तै बुदा नम्बर 56 मा अब हामी जनकपुर धामलाई राजधानी घोषणा गर्यौं। अब राजधानी भन्ने बित्तिकै म यो भन्दैन कि अरू ठाउँमा अड्डाहरू जानु हुँदैनन्, अरू ठाउँमा चाहिँ अफिसहरू जानु हुँदैन भने म भन्न चाहन्न, तर राजधानीलाई राजधानीको रूपमा अगाडि बढाउँदाखेरि अब उद्योग सम्बन्धी बुदा नम्बर 56 मा त्यसको चाहिँ सबै कुराहरू चाहिँ तपाईको वीरगञ्जमा उद्योग विभागको स्थापना गर्नुको साथै एकल बिन्दु सेवा केन्द्रको माध्यमबाट प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने उद्योग दर्तादेखि उद्योग खारिजीसम्मका आवश्यक सम्पूर्ण सेवाहरू एकै स्थलबाट वन डोर सोल्युसन प्रदान गर्ने नीति लिएको छ। वन डोर सिस्टम राम्रो हो, तर ती कुरा वीरगञ्जबाट लिनुपर्ने हो। जनकपुर धाममा जो राजधानी हामी तपाईले नै मिलेर बनाएका छौं, यो कुरामा म के आग्रह गर्न चाहन्छु भने यो वीरगञ्जको सट्टा जनकपुर धाममा यो कार्यालय स्थापना हुनु पर्दछ र यहाँबाट नै चाहिँ त्यसको दर्तादेखि लिएर खारिजीसम्मका सम्पूर्ण कामहरू वन वेबाट जानु पर्दछ। दोस्रो कुरा, प्रदेश सरकारले यो नीति कार्यक्रम प्रस्तुत गरिराख्दा हामीले यसलाई परम्परागत रूपमा हेर्यौं। हामीले हेर्नुपर्ने हुन्छ 2074-75 देखि अहिले 2029
79-80 सम्मको नीति तथा कार्यक्रम हामीले पेश गरिराख्दा हाम्रा कतिपय कार्यक्रमहरू हुबहु आएका छन्। हामी खाली प्रतिबद्धता मात्रै गर्ने, नीति तथा कार्यक्रम मात्रै पेश गर्ने, त्यो अनुसारको कार्यान्वयन पनि गर्ने हामी गर्न सकेका छौँ कि छैनौँ। म एक दुईवटा उदाहरण मात्रै दिन चाहन्छु। दुधमती महेन्द्रनगर कोरिडोर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ। सुरुदेखि अहिलेसम्म हेर्नुहोस् तपाईँ, सबै नीति कार्यक्रममा यो कुरा होला, तर खोइ हामी गर्न सकेको छ कि छैन त्यो पनि विश्लेषणको विषय हो। होइन भने यो खाली आश्वासन बाँड्ने, जनतामा एउटा आशा बाँड्ने, तर त्यो कार्यान्वयन भएको अहिलेसम्म देखिएन। यसबाट हामी के देख्छौँ भने नीति तथा कार्यक्रम भनेको हाम्रो कर्मकाण्ड मात्रै हो, हामीले प्रक्रिया मात्रै पुगाउने हो भने यो नीति तथा कार्यक्रमको कुनै औचित्यता हुँदैन। त्यस्तै धनुषाको नगरायन नगरपालिकामा शहीद दुर्गानन्द झाको नाममा बाल अस्पताल सञ्चालन गरिनेछ। मलाई याद छ हाम्रा मुख्यमन्त्रीजी यही हुनुहुन्छ। गएको आर्थिक वर्षमा हामी एउटा डेलिगेसन लिएर गयौँ। उहाँले सामाजिक विकास मन्त्रीजीलाई फोन गर्नुभयो, सचिवजीलाई फोन गर्नुभयो, अनि उहाँले भन्नुभयो 2-4 दिनमा यो आर्थिक वर्षको पैसा त्यहाँ जान्छ, खर्च हुन्छ। पछि त्यो शीर्षकमा त पैसै छैन रे। मुख्यमन्त्रीजीलाई थाहा भएन त्यो कुरा, सामाजिक विकास मन्त्रीजीले ढाँट्नुभयो, सचिवजीले ढाँट्नुभयो, अनि पछि हेर्दा त त्यो शीर्षकमा पैसै छैन। अनि फेरि यही कुरा आएको छ यहाँ धनुषाको नगरायन शहीद नगरपालिकाको बाल दुर्गानन्द झाको नाउँमा जुन अस्पताल खडा गरिएको छ त्यसलाई चाहिँ सञ्चालन गर्ने। अहिले त सञ्चालन कहाँ हो, निर्माण त कमसेकम गरौँ न हामी, सञ्चालन त पछिको कुरा होला। त्यस्तै हामी सामाजिक रूपान्तरणका कुरा गरेका छौँ। निश्चित रूपमा हाम्रा मुख्यमन्त्रीजीले धेरै वाहवाही पाउनुभयो त्यति बेला जब बेटी पढाओ बेटी बचाओ भनेर। त्यसमा छोरी बिमाका कुरा गरिएको थियो। म अरूको अनुभूति होइन, म आफ्नो अनुभूति पेश गर्न चाहन्छु। मेरो एउटा नातिनीको जन्म भयो अनि मैले त्यो बिमा गराउनु पर्यो भनेर त्यो नगरायनी नगरपालिकामा, फुलगामामा मेरो छोरीको बिहे भएको छ, नगरायनी नगरपालिकामा गराउँ भनेर त्यहाँको स्थानीय तहमा गएँ। उहाँले सबै कागजातहरू बनाइदिनु भयो। अनि मैले मुख्यमन्त्री कार्यालयमा कुरा सोधेँ, अनि सर कुनै ब्याङ्कले मानेको छैन, कुनै ब्याङ्कले बिमा गरिरहेको छैन। कति पटक यो कुरा उठ्यो हाउसमा पनि, अनि हाम्रा मुख्यमन्त्रीजीले जवाब दिनुहुन्थ्यो अब 2-4 दिनमा, 2 हप्तामा, 2 महिनामा, 1 महिनामा हुन्छ रे। मेरो नातिनी अहिले ठ्याक्कै 2 वर्षको पुग्यो, अहिलेसम्म उसको दर्ता भएको छैन। भन्न खोजेको मैले के हो भने यसमा लेखेर के हुने हो, वास्तविकता के हो त, त्यो कुरा चाहिँ जनता माझमा आउनु पर्दछ। होइन भने खालि हामीले नीति कार्यक्रम पेश गरेर केही हुनेवाला छैन। वास्तवमा छोरी बिमा हुने हो भने हुनु पर्यो नि त, या भइरहेको छ त्यो हाउसलाई जानकारी हुनु पर्यो। हामीले हाम्रा छोरीहरूको बिमा गराउन सक्नु पर्यो। होइन भने मलाई लाग्छ यो जनताको आँखामा धुलो हाल्नु जस्तै रहेछ। त्यस्तै हाम्रो सुरुको सरकारदेखि नै प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्रावास र ज्येष्ठ नागरिक आवास कार्यक्रमलाई सम्पन्न गरी क्रमशः स्थानीय तहमा विस्तार गरिनेछ। अहिलेसम्म धनुषा जिल्लाको सदरमुकाम जनकपुर धामको दलित छात्रावासको के छ अवस्था त? कहाँ बनेको छ त? किन बनेको छैन त? ज्येष्ठ नागरिक आवास भवन यही 7 नम्बर वार्डमा बन्दैछ। लास्ट इयर यो शीर्षकमा 1 पैसै थिएन गएको, यो मतलब यो अहिलेको आर्थिक वर्षमा। अनि यो उल्लेख गरेर के फाइदा? त्यसैले मैले भनेको छु यो कपी पेस्ट हो। हामी अध्ययन गरेर नीति कार्यक्रम बनाउँदैनौँ, कपी पेस्ट हो। मन्त्रीज्यूहरूले पढ्नुहुन्छ कि पढ्नुहुन्न, मन्त्री परिषद कार्यालयमा यसको छलफल हुन्छ कि हुँदैन लाइन बाई लाइन, अनि कपी पेस्ट ल्याएर यसमा पेश गरिदिने छ भने प्रमाणित गर्नुपर्छ कि जनकपुर धाममा यहाँ दलित छात्रावास बनिरहेको छ र बनिरहेको के अरे ज्येष्ठ नागरिक आवास भवनमा यो रनिङ आर्थिक वर्षमा
यो कार्यक्रम भइरहेको छ भनेर अनि जनतालाई ढाट्ने हो, झुट बोल्ने हो, यो त भएन नि। अर्को कुरा, जनता आवास कार्यक्रमका कुरा गरेका छन्। यो जनता आवास कार्यक्रम प्रदेश सरकारको होइन, प्रदेश सरकार मेडिएटरको काम गरेको छ। यो संघीय सरकारको कार्यक्रम हो। तर यसमा के लेखेको छ भाषा हेर्नुहोस्। प्रथम चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालित डोम, मुसहर, मेस्तर र हलखोरको आवास निर्माण कार्यलाई निरन्तरता दिँदै क्रमशः अन्य दलित तथा लोकोन्मुख समुदायलाई पुर्याइनेछ। हो र? यो आर्थिक वर्षमा हामीले कतिवटा घर बनायौं त? जब एक पैसा तपाईले संघीय सरकारले दिएको छैन भने तपाईले कसरी अरु दलित समुदायमा जानुहुन्छ? स्रोत देखाउनु पर्यो नि त। संघीय सरकारको बजेटमा यो कार्यक्रम छ कि छैन? छैन भने तपाई कहाँबाट गर्ने हो? मलाई लाग्छ अहिले भर्खरै बाराका हाम्रा एकजना मान्यज्यूले संयोजक पदबाट राजीनामा दिनुभयो। हामी फेसबुकमा पेपरमा पढ्यौं। यही धनसामा हाम्रा संयोजकजी हुनुहुन्छ मान्य शिवचन्द्र चौधरीजी। एउटा पनि नयाँ घर बनाउनु भएको छ यो आर्थिक वर्षमा? होइन भने यसलाई कसरी कन्टिन्यू गर्ने त? हाउ? दिस इज द क्वेश्चन। होइन भने झुटा आश्वासन नदिनुस्, हामीसँग जे क्षमता त्यही गरौँ न त। त्यो पनि आउँदो आर्थिक वर्षको कुरा गर्नुभयो जुनमा हाम्रो टेन्योर नै छैन, 2-4 महिना बाँकी छ। अनि के यो जनताले चुनावको हिसाबले प्रभावित गर्न हामीले खोजेको हो कि भोटको रूपमा हामीले प्रभावित गर्न खोजेको हो कि वास्तवमा यो नीति कार्यक्रम कार्यान्वयन गर्ने हो? यी कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ। यसरी हेर्दा हामी के भन्छौँ भने हाम्रो नीति तथा कार्यक्रम अन्तर्गत यस्ता धेरै कुराहरू दोहोरिएका छन्। अब मध्य प्रदेशको शान्ति सुरक्षा कुरा गरेको छ रे। हामीले कानुन बनाएको लगभग 2 वर्ष भयो, प्रहरी सम्बन्धी ऐन। हामीले संकल्प प्रस्ताव पास गर्यौं। अहिलेसम्म न हाम्रो गठनको कुरा छ, न भर्नाको कुरा छ, अनि हामी प्रदेशमा शान्ति सुरक्षाका कुरा गरेका छौं। तपाई आफै मुख्यमन्त्रीज्यू मन्त्रीज्यूले हामीलाई एउटा सही टेर्दैनन्। अनि कसरी तपाई शान्ति सुरक्षा दिनुहुन्छ? प्रहरी भर्ना कार्यक्रम कहिले बढाउने हो? आउँदो आर्थिक वर्षमा तपाईले त्यो लक्ष्य लिनु भएको छ। यो आर्थिक वर्षमा यसको मतलब अहिलेसम्म तपाईको केही देखिएन। अनि आउँदो आर्थिक वर्षमा तपाईले गर्नुहुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रम मार्फत। त हामीले गरेको के हो, गर्ने को हो, कुनै त्यसको चाहिँ तारतम्य मिलेको देखिदैन। त्यसैले यस्ता कुराहरूमा हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। कानुन मात्रै बनाएर हुँदैन। मैले त्यसले भनेको कानुनको प्रभावकारी कार्यान्वयनको कुरा हो। जनलोकपालको बारेमा बोलेको छ यस नीति कार्यक्रममा। जनलोकपालको अध्यक्षजी एक दिन मसँग भेट्नुभयो, त्यहाँका सदस्यहरूले भेट्नुभयो। हजुर, हामी यो कुर्सी टेबल बाहेक हामीलाई अरू केही छैन। बल्ल बल्ल एउटा सचिव आएको छ, हामीले केही गर्न सकेको छैन। भएका रकमलाई पनि हेर्नुस्, त्यहाँ जनलोकपालको कुरा म भन्दैछु, त्यहाँ अध्यक्ष र सदस्यहरूमा मेल छैन। त्यहाँ भएका रकमलाई कसरी चाहिँ खर्च गर्ने? कोही भन्छन् टुक्रा टुक्रा पारेर त्यही तपाईको यो के भन्छन् रे, यो ठेक्का होइन, के भन्नुहुन्छ तपाईहरू, कोटेसनमा लगाउने। अब यस्ता यस्ता कुरा गर्छन्। त्यहाँ जसले चाहिँ छानबिन गर्नुपर्ने निकाय हो, जो निकाय चाहिँ अरूले गलत गरेको कुरालाई फाइन्ड आउट गर्नुपर्ने, त्यहाँ त्यस्तो कुरा भइरहेको छ। अनि 15-20 वटा निवेदन परेको छ। अहिलेसम्म कुनै माथि चाहिँ उहाँहरूले कार्यक्रम के अरे यो थाल्ने प्रक्रिया या सोधपुछ या सम्बन्धित निकायसँग छलफल गरेको छैन। अनि यो लोकपाललाई हामीले यो कसरी अगाडि बढाउने त? यो आयोगलाई नियमावली जारी गरी आयोगलाई स्रोत साधनसम्म, यसको मतलब अहिलेसम्म नियमावली बनेको छैन। आउने आर्थिक वर्षमा बन्ला। कानुन हामी कहिले बनायौं? यो भाषाले भन्छ है, प्रदेश जनलोकपाल आयोग नियमावली जारी गरी आयोगलाई स्रोत साधन सम्पन्न बनाए संस्थागत शुद्धिकरणमा जोड दिइनेछ भनेको आर्थिक वर्ष 79-80 मा। यो आर्थिक वर्ष 78-79 मा हामीले केही गर्ने होइन, त्यो अर्थ लाग्यो। त भन्न खोजेको हामी आफैले लेख्दा पढ्दा बोल्दा यो त हाम्रो घरभित्र मात्रै रहँदैन नि, यो हाम्रो वेबसाइटमा जान्छ, दुनियाँले हेर्छन् अनि हाम्रो त मूल्याङ्कन गर्छ नि। त्यो हिसाबले हामी के भनेका छौं भने यी कुराहरूलाई यो नीतिता कार्यक्रममा वास्तवमा यदि जानी गरिएको छ भने त्यसलाई चाहिँ हामीले हटाउनु पर्दछ। जुन कुराहरू छुटेका छन् त्यो कुरालाई समावेश गरेर यो मध्य प्रदेशको जनताले पाउनुपर्ने सेवा सुविधा, उहाँहरू लिएका अपेक्षाहरू हामीले पूरा गर्न सकौं। यो नीतिता कार्यक्रम निश्चित रूपमा
पास हुन्छ नै होला। तर म के भन्छु भने हाम्रा सरकारसँग मुख्यमन्त्रीसँग यी कुराहरूलाई समावेश गरी अगाडि बढ्नुहोला। धन्यवाद। अब म संशोधनकर्ता माननीय श्री दिलीप कुमार शाहलाई आफ्नो संशोधनहरू प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 15 मिनट। मान्य सभामुख महोदय, यो नवौं बैठकमा हामी नीति तथा कार्यक्रम सम्बन्धी छलफल गरिरहेका छौं र मुख्यतः अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि र देश संहितामा गइसकेपछि प्रदेशहरू बन्यो र यो भइसके पश्चात केही समस्याहरू हामीलाई झेल्नु पर्यो। खास गरेर यो बीचमा कोभिडको स्थितिले एउटा समस्या ल्यायो र त्यसपछि खास गरेर रुस र युक्रेन बीचमा जुन लडाईँ छिड्यो त्यसले पनि एउटा समस्या चाहिँ ल्याएको छ र यो विश्वभरि नै यो ठुलै तरङ्ग छ र यसको प्रभाव नेपालमा पनि परेको छ, जसको कारणले अर्थतन्त्रमा नै एउटा समस्या देखिएको छ र त्यो बीचमा हामी अहिले यो नीति कार्यक्रम चाहिँ माथि छलफल गरिरहेका छौं। अब यसो हेर्दाखेरि नीति तथा कार्यक्रम जुन हिसाबले बनेको छ सरसर्ती हेर्दाखेरि यसमा पहिले भन्दा केही सुधारिएर आएको मैले चाहिँ महसुस गरेको छु। फेरि सुधारिएर आएको त छ, तर यसलाई अझै हामी जेका निम्ति मैले पहिले पनि राख्दै आइरहेको छु, जेका निम्ति लड्यौं, जेको निम्ति हामीले जनतामा सपना बाँड्यौं, त्यो खालको फेरि आइसकेको छ भन्ने मलाई लाग्दैन। अब परिस्थिति जे छ त्यो हिसाबले यो आएको छ र यसमा मैले खास गरेर भन्दाखेरि मुख्यतः यो उत्पादनको क्षेत्र खास गरेर हामीले यो र त्यसपछि अनुत्पादक क्षेत्र पनि भनिएको छ। यसमा यो 8 नम्बर बुदामा छ र यसमा मलाई लाग्छ यो राम्रै राखिएको छ, किनकि अनुत्पादक क्षेत्रमा बजेट हालेर काम छैन। अहिले हामीले उत्पादनको क्षेत्रलाई केन्द्रित गरेर बजेट राख्न सक्यो भने अहिलेको जो स्थिति छ, खास गरेर जे समस्या हाम्रो देशले हाम्रो प्रदेशले झेलिरहेको छ, मुख्यतः आर्थिक जटिलता, महँगाई, हैन, उत्पादनमा परनिर्भरता जुन समस्याहरू छ, त्यो हिसाबले हेर्दाखेरि हामी ठ्याक्कै कुन कुन विषयमा हामीले बजेट हाल्यौं र गयौं भने अहिलेको समस्यालाई, अहिलेको चुनौतीलाई हामीले झेल्न सक्छौं, फेस गर्न सक्छौं। त्यो हिसाबले राख्नु उपयुक्त छ र यो 8 नम्बर मुद्दामा समेटिएकै छ यो विषय। म खास गरेर जोर मात्रै दिन खोजेको हो यो विषयमा। त्यस्तै यसमा अन्य विषयहरू जुन देखिएको छ, अब एउटा मैले नयाँ विषय जुन अबन्डा बजेटको कुरो गरिएको छ, अबन्डा बजेट चाहिँ कानुन अनुसार अनिवार्य गरेको बाहेक चाहिँ अबन्डा नराख्ने भन्ने कुरो गरिएको छ। योभन्दा पहिले अबन्डा राखेर जुन चलखेलहरू हुन्थ्यो त्यो चाहिँ यसले रोकथाम हुन्छ कि भन्ने मलाई लागेको छ। र त्यस्तै स्थानीय तहसँग सहकार्य गरेर जाने भन्ने कुरो गरिएको छ। खास गरेर यो 10 नम्बर बुदामा त्यो राम्रो कुरो हो, स्थानीय तहसँग सहकार्य गरेर जाने, किनकि स्थानीय तह हामीसँग रुष्टै छ र हामीले पनि समेट्न सकेका छैनौँ र स्थानीय तह आफूलाई जुन हिसाबले ठानेको छ अहिलेसम्म
र हामीलाई पनि वास्ता नगर्ने गर्दै आइरहेको छ। त्यो स्थितिमा सहकार्य गरेर जाँदा राम्रो हुन्छ। तर सहकार्य कसरी गर्ने, खास गरेर हाम्रो कमान्ड कन्ट्रोल स्थानीय तहमाथि छैन र त्यो अनुसारको हामीसँग मेकानिजम छैन र जसको कारणले हामीले त्यसलाई कन्ट्रोल गर्ने जुन हुनु पर्थ्यो त्यो नभएको कारणले हामीलाई पनि वास्ता गरेको छैन र आफूलाई जुन हिसाबले स्थानीय तहसँग हामी सहकार्य गरेर जानु पर्थ्यो त्यो हाम्रो हुन सकेको छैन। सकभर होस् र स्थानीय तहसँग हामी सहकार्य गरेरै जाउँ, किनकि हामीलाई प्रदेश बनाउनु छ। त्यो हिसाबले हेर्दाखेरि त्यो ठिकै छ, तर हाम्रो कमान्ड र मेकानिजम छैन। त्यो कसरी गर्ने होला त्यतातिर पनि ध्यान दिनुपर्ने देखिन्छ। कृषिको क्षेत्रमा मैले थोरै राख्न खोजेँ। अब कृषिको क्षेत्रमा खास गरेर कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि निर्वाहमुखी खेती प्रणाली भनेको छ। अब यसमा खास गरेर यसलाई सहकारीको कुरो पनि गरिएको छ। यहाँ सहकारी को साथ तालमेल गर्दै त्यो हिसाबले एउटा समाजवाद उन्मुख र कृषि क्षेत्रमा हामीले जुन हरास देखिरहेका छौँ अहिले हाम्रो प्रदेश, खास गरेर अब कृषि प्रधान प्रदेश नै भनौँ यसलाई। अब त्यो हिसाबले हेर्दाखेरि अहिले एउटा त भूमाफियाले जग्गालाई खण्डित गरेर कृषियोग्य जग्गालाई पुरै घडेरी बनाउँदै गइरहेको छ। त्यसलाई पनि रोक्नुपर्छ। अर्को बाँझो जग्गालाई हामीले कसरी मिलाउने त्यो पनि गर्नुपर्ने देखिन्छ। अर्को योभन्दा पहिले चक्लाबन्दीको कुरो पनि गरेको थियो, अहिले देखिएको छैन। सामूहिकताको कुरो पनि थोरै गरिएको थियो, त्यो छैन। त्यो अहिले हुन्छ कि हुँदैन कि नहुने हिसाबले यो देखिएको छैन। यसमा मलाई लाग्छ त्यो राम्रो चिजलाई नछोडौँ र त्यसलाई एउटा अभ्यासमा लैजाउँ, किनकि हामीले समाजवाद उन्मुखताको कुरो गरिरहेका छौँ र त्यतातिर जाने हाम्रो लक्ष्य भइसकेपछि त्यसलाई किन छोड्ने, त्यसलाई राखौँ भन्ने मलाई मेरो सुझाव चाहिँ छ। त्यस्तै कृषि बाली तथा पशुपन्छीमा रोग किरा रोकथाम प्राविधिकको लागि हैन प्राविधिक टोली हटलाइन सेवा भनिएको छ। त्यो ठिक छ, हटलाइन सेवा लैजाने हो। तर अहिले जुन समस्याहरू छ त्यसले सेवा राम्रो दिइरहेको छ कि छैन, खास गरेर नगरपालिकाहरूमा जुन यो पशुपन्छी सम्बन्धी कृषि सम्बन्धी जुन कार्यालय छ त्यसले राम्रोसँग सुविधा दिइरहेको छ नि, त्यसलाई कसरी अनुगमन गर्न सकिन्छ, त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ नि। जनतामा प्रत्यक्ष प्रभाव पार्ने त्यही नै हो। त्यहाँ पशुपन्छीमा या त्यहाँ गाई भैँसीलाई रोग लाग्यो भने त्यसले समय समयमा औषधि उपचार त्यसले दिन सकेको छ कि छैन, त्यसको अनुगमन। बिउ बिजनको यो कृषितिर हेर्दाखेरि बिउ बिजनको समस्या र त्यो स्थितिमा हेर्दाखेरि खास गरेर त्यहाँ ठेकेदारहरूसँग मिलेर पसलेवालाहरूसँग मिलेर खास गरेर स्थानीय तहको त्यो स्थिति देखिन्छ। अहिले स्थानीय तहले चाहिँ बिउ बिजन हामी पठाउँछौँ यहाँबाट जाँदो रहेछ, तर त्यहाँ पसलेवालाहरूसँग या त्यहाँको ठेकेदारहरूसँग मिलेर जनतालाई जे सहुलियत, किसानहरूलाई जे सहुलियत दिनु पर्थ्यो त्यो सहुलियत दिन सकेको छैन त्यहाँ, र त्यो व्यापक उठिरहेको छ। योभन्दा पहिले पनि मैले उठाएको थिएँ। खास गरेर सिराहामा जुन बिउ बिजन हुनु जानु पर्थ्यो त्यो सप्तरीमा गयो हैन, त्यो स्थिति अहिले पनि छ। त्यो सप्तरीमा गएको छ भने अहिले त्यस्तो आएको छैन। तर बिउ बिजन हामी पठाउँदाखेरि र मलखाद पठाउँदाखेरि खास गरेर त्यो ठेकेदारहरू मार्फत चाहिँ जुन बेच्ने गरेको छ स्थानीय तहले दिँदो रहेछ, त्यसले धेरै मर्का चाहिँ परेको छ। एक त हामीले समयमा दिन सकिरहेका छैनौँ, जे जति त्यहाँ उपलब्ध गराइरहेका छौँ त्यो चाहिँ ठिक ढङ्गले हामीले किसानलाई त्यो हिसाबले राहत दिन सकिरहेका छैनौँ। त्यो हिसाबले राहत दिनको लागि एउटा मेकानिजम, एउटा टोली चाहिँ बनाउनु पर्ने देखिन्छ। र त्यो यहाँ हटलाइन सेवा भनिएको छ, हटलाइन सेवा ठिक हो, किनकि त्यो हटलाइन सेवा भइसकेपछि त्यो दैनिकी चाहिँ समाचारहरू त्यहाँको समस्याहरू आउने भयो ठाउँमा। त्यो हिसाबले हेर्दाखेरि यो ठिक छ, तर हाम्रो चाहिँ ध्यान त्यहाँ पुगिरहेको छैन। अनुगमन चाहिँ हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। त्यस्तै हामीले यो नदी नियन्त्रण गर्ने, चुरे संरक्षण, जलाशय निर्माण, यो सबै भनिरहेको यो एउटै विषय। खास गरेर हामीले चुरे यदि संरक्षण गर्न सक्यौँ भने यो
नदी नियन्त्रणको समस्या, त्यसपछि त्यहाँ जलाशय निर्माण गरेर भूमिगत सिँचाइलाई रिचार्ज गर्ने कुरो जुन छ, त्यो मलाई लाग्छ मुख्य कुरा फेरि चुरे संरक्षणसँगै जोडिएको छ। अहिले व्यापक चुरे फडानी अहिले पनि भइरहेको छ। म खास गरेर आफ्नो क्षेत्रको कुरो गर्छु। मेरो क्षेत्रमा यही बिचमा लगभग मलाई लाग्छ लगभग 50 बिघा जति चुरे चाहिँ फडानी भयो। यहाँबाट रेन्जर गयो, रेन्जरलाई लिएर म आफै दौडेँ चुरेमा र त्यसपछि केही नियन्त्रण भयो। नियन्त्रण गर्ने त्यो हाकिमलाई चाहिँ यताबाट सरुवा गरिदियो। अब के डेफोले के मिलोमतोमा के गर्दो रहेछ मलाई थाहा छैन। म आफै गएँ त्यो कर्मचारीसँग, त्यहाँ कतिपय मान्छेलाई म आफै धपाएँ। त्यो स्थिति थियो चुरे संरक्षण। त्यस्तो एउटा चुनौती छ। हामीले चुरे संरक्षण गर्न सकेनौँ भने तलको रिचार्ज, एउटा मरुभूमिको कुरो, मधेसको लाइफलाइनको कुरो, मधेसको जुन हामीले एउटा त्यत्रो हामीले चुरेसँग जोडिएको हाम्रो जीवन छ, त्यो जीवन नै हाम्रो समाप्त हुने गरी यो चुरेलाई मरुभूमि बनाउने जुन कोसिस भइरहेको छ, यसलाई हामीले कसरी संरक्षण गर्ने भन्ने तहमा अब नीति तथा कार्यक्रममा जहिले पनि राखिएकै छैन, योभन्दा पहिले पनि राखिएकै थियो। तर यसको कार्यान्वयन पक्ष यति तल्लो देखिएको छ कि यसको मलाई लाग्छ थोरै पनि हामीले कमान्ड कन्ट्रोल गर्न सकिरहेको स्थिति देखिँदैन। त्यतातिर हाम्रो ध्यान चाहिँ जान जरुरी छ। त्यस्तै उद्योगको क्षेत्रमा केही समस्याहरू छ। जो नयाँ उद्योगहरू सञ्चालन गर्ने र त्यसलाई कसरी अनुगमन गर्ने र त्यसलाई आफ्नो कमान्डमा कसरी लैजाने त्यो स्थितिहरू छ। खास गरेर मैले मिर्चियाको 2टा सिमेन्ट फ्याक्ट्री खुलेको छ। त्यहाँ एकातिर मारुति पहिलेदेखि थियो र अहिले सौर्या सिमेन्ट खुलेको छ र दुईटै एउटा मिर्चियाको जुन मेन सहर छ त्यसको एउटा पूर्वपट्टि छ र एउटा पश्चिमपट्टि छ, बिचमा त्यो सहर बस्ती छ। त्यसको प्रदूषणले अहिले मिर्चिया पुरै आक्रान्त छ। यो बिचमा पनि अब फेरि बाटोघाटोको त्यस्तै समस्या छ मिर्चियामा। मलाई लाग्छ धेरै जसोलाई त्यहाँको समस्या अवगतै छ। यो बिचमा बन्द हडताल भयो, त्यहाँ पुलिसले गोली चलायो, त्यसपछि त्यो खुल्यो बन्द हडताल, तर त्यसको राम्रो चाहिँ ठिक ढङ्गले अहिले पनि त्यो रोडको समस्या जिउको त्यो छँदैछ। र त्यो फ्याक्ट्रीले गर्दा जुन प्रदूषण र टिपरले गर्दा जुन समस्याहरू आइरहेको छ, त्यतातिर जस्तो फ्याक्ट्री खोल्दाखेरि राज्यले कुन कुन पक्षमा ध्यान दिनुपर्ने हो। समस्या के छ त भन्दाखेरि राज्यले निर्देशन त दिन्छ, खोल्ने ल्याउँछ ल खोल्नुपर्छ भन्ने छ, हाम्रो नीति नै छ खोल्नुपर्छ। तर त्यसलाई नियन्त्रण कसरी गर्ने, त्यसलाई जनतामा ठिक ढङ्गले जनतालाई त्यसले सेवा पाउने, जनताले सेवा पाउने हिसाबले हुनु पर्यो, त्यो जनताले रोजगारी पाउने हिसाबले हुनु पर्यो त्यो। तर फ्याक्ट्रीहरू खुल्दाखेरि बढी त तपाईँको इन्डियातिरबाट ल्याउँछ के लेबरहरू, या त्यसको लेबर भन्दा पनि त्यसलाई चलाउने त्यसको इन्जिनियरहरू मेन मान्छेहरू प्राय इन्डियाकै हुन्छ। भनेपछि हामीलाई के फाइदा होला? ठिक छ केही समय त्यो मान्छेहरू आएर जुन हाम्रो यताको मेन पावर त्यसरी सिकेको छैन भने ल ल्यायो, त त्यसपछि हामीले उत्पादन गर्ने हो जनशक्ति, त्यो फ्याक्ट्री चलाउने, त्यो उत्पादन हामीले गर्न सकिरहेको स्थिति छैन र फ्याक्ट्रीले पनि त्यो अवसर दिइरहेको स्थिति छैन। त्यसमा राज्यले जुन भूमिका खेल्नुपर्ने हो त्यो भूमिका खेल्न सकिरहेको स्थिति छैन। त्यही भएर मेरो भनाइ के छ त भन्दाखेरि यसमा यसको जुन गैर जिम्मेवारी तरिकाले खास गरेर यो सौर्या सिमेन्ट जुन छ त्यो सरकारी जमिन, खास गरेर जनताको जमिन, त्यहाँ त्यो सौर्या सिमेन्टको बिचबाटै बाटो गइरहेको थियो। त्यो बाटो भत्ताभुङ गरेर अहिले त्यो बाटो नै हडपिसकेको छ र त्यसको चाहिँ मुआवजा होस् या एउटा बाटो जुन हिसाबले सरकारी बाटो हडपिएको छ त्यो हिसाबले त्यहाँ खास गरेर त्यहाँको प्रतिनिधिहरूलाई कसरी त्यो कन्भिन्स गरेर हडप्यो भन्ने जुन छ त्यो आवाज पनि उठिरहेको छ। त्यसले यो विषयहरूमा अलि गम्भीर रूपले ध्यान दिनुपर्ने देखिन्छ भन्ने मलाई लाग्छ। त्यस्तै पर्यटनको क्षेत्रमा मैले भन्न खोजेको धेरै विषयहरू पर्यटनको मा आएको छ, तर खास गरेर सिराहाको पर्यटन क्षेत्रलाई खास गरेर अहिले स्थापितकै रूपमा यो उत्तरायणी नदी छ त्यो छुटेको छ, उत्तरायणी मेलै लाग्छ ठुलो, त्यसपछि बाबाताल छ, कमलदह छ, त्यहाँ फुलबारी मेला लाग्छ, सलेस सिराहामा सलेस स्थान जुन परापूर्वकालदेखि नै त्यस्तो देखिन्छ। त्यो हिसाबले हेर्दा त्यो विषयहरूलाई थोरै कसरी एडजस्ट गर्ने छ, कसरी लाने
कसरी मिलाउन सकिन्छ भन्ने हिसाबले म यसलाई पनि समेटेर लानुपर्छ भन्ने मेरो एउटा आग्रह रहेको छ। त्यस्तै स्वास्थ्यको क्षेत्रमा टोल क्लिनिक भनिएको छ, त्यसमा ठिक छ, टोल क्लिनिक बनाउनले त्यसलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा आएको ठिक छ। एउटा घुम्ती टोल क्लिनिक त एउटा टोलमा गएर क्लिनिक अहिले चौकी हामीले बनाइ नै राखेको, चौकी छँदैछ त्यहाँ, त्यो गाविस स्तरमा चौकी छ। यसलाई टोल क्लिनिक भने टोलमा बनाउने होला मलाई लाग्छ। तर एउटा घुम्ती स्वास्थ्य चौकी, घुम्ती स्वास्थ्य टोली भनेर हामीले राख्यो भने अहिले त्यसरी सेवा दिन सक्यो भने त्यसले राम्रो प्रभाव पार्छ भन्ने मलाई लाग्छ। यसलाई पनि एडजस्ट गर्नुपर्छ जस्तो लाग्छ। स्वास्थ्यको क्षेत्रमा धेरै समस्याहरू छ अहिले, जुन खास गरेर मिर्चियाको स्वास्थ्य अस्पताल जुन छ त्यो अस्पतालमा प्रादेशिक अस्पताल बनाउने भन्ने थियो हैन, त्यहाँको प्रदेशमै गाभिने भन्ने थियो, त्यो अहिलेसम्म गाभिएको छैन। त्यो विषयमा मैले फेरि त्यो आग्रह गर्छु, त्यसलाई प्रदेशमै जोडौँ भन्ने मेरो आग्रह छ। त्यस्तै नमुना शिक्षाको क्षेत्रमा नमुना जुन हिसाबले पढाइ दिइरहेको छ त्यो हिसाबले मात्रै हामीले पढाउन सकेको भए त्यहाँ एउटा प्रभाव चाहिँ पर्ने थियो, त्यो हुन सकेको छैन। अब गर्दाखेरि त्यसरी हुनुपर्छ भन्ने मेरो माग छ। खेलकुदको क्षेत्रमा अहिले जुन लागु औषधमा युवाहरू जुन तलिन भएको छ त्यसलाई रोक्नको लागि खेलकुदको क्षेत्रलाई अलि प्रतिपत्र जुन दिइरहेको छ त्यसमा व्यापक भ्रष्टाचार जनगुनासो छ।